आज हामी कक्षा 8को नेपाली विषयको अन्तर्गत रहेर जुनको ताबेई जीवनी पाठका केही प्रश्न उत्तरहरूको समाधान गर्न गइरहेका छौँ र त्यस अन्तर्गत सबैभन्दा छोटो उत्तर आउने प्रश्नहरूको उत्तरलाई समाधानको रूपमा लिएका छौँ र पहिलो प्रश्न छ, जुनके ताबेईको जन्म कहाँ भएको थियो? यसको उत्तर, जुनको ताबेईको जन्म जापानको फुकुशिमा प्रान्तको मिहरू सहरमा भएको थियो। प्रश्न नम्बर ख, जुनको ताबेईले कुन विषयमा उच्च शिक्षा हासिल गरिन्? उत्तर, जुनको ताबेईले अङ्ग्रेजी विषयमा उच्च शिक्षा हासिल गरिन्। प्रश्न नम्बर ग, जुनको ताबेईले नेपाल सरकारसँग कहिले सगरमाथा आरोहणको अनुमति मागिन्? यसको उत्तर छ, जुनको ताबेईले नेपाल सरकारसँग सन् 1970मा सगरमाथा आरोहणको अनुमति। जुनको ताबेईले कतिवटा देशका अग्ला हिमाल आरोहण गरिन्? उत्तर, जुनको ताबेईले 76 देशका अग्ला हिमाल आरोहण गरिन्। 76। पाठको 7औं अनुच्छेदबाट सबैभन्दा लामो वाक्य पहिचान गरी भन्नुहोस्। यसको उत्तर छ, पाठको 7औं अनुच्छेदबाट सबैभन्दा लामो वाक्य नेपाल सरकारका तर्फबाट निवेदन हालिन्। सबैभन्दा लामो अनुच्छेद हो। जुनको ताबेईको समयमा जापानभित्रका उत्तरहरू, जापानमा हुँदाखेरिका यहाँ प्रश्न उत्तर छ, त्यस्तो पनि आउन सक्छ। उत्तर लेख्नुहोस्। सधैँ सतर्कता अपनाइरहे अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तरहरू। जुनको ताबेई के चाहन्थिन्? उत्तर, जुनको ताबेई पर्वतारोहण सम्बन्धी ठुलो समूहमा संलग्न हुन चाहन्थिन्। नम्बर ख, जुनको ताबेईले धेरै ठाउँमा पुग्दा पनि किन अवसर पाइनन्? यसको उत्तर छ, जुनको ताबेईले धेरै ठाउँमा पुग्दा पनि अवसर पाइनन् किनभने अरूले हाँसोमा उडाए। नम्बर ग, जुनको ताबेईले कुन क्लबमा सदस्य बन्ने अवसर पाएकी थिइन्? उत्तर, जुनको ताबेईले अल्पाइन क्लबमा सदस्य बन्ने अवसर पाएकी थिइन्। नम्बर घ, जुनको ताबेईको विवाह कहिले भयो? उत्तर, जुनको ताबेईको विवाह सन् 1965मा भयो। अब हामी अलिक लामो उत्तर आउने प्रश्नको उत्तरतिर जाँदैछौँ। नम्बर क, जुनको ताबेई पर्वतारोहणका लागि कसरी आकर्षित भइन्? उत्तर यसको अलिक लामो हुन्छ थोरै। जुनको ताबेईलाई पर्वतारोहणको तीव्र चाहना थियो। उनी 10 वर्षको हुँदा शैक्षिक भ्रमणका क्रममा जापानको माउन्ट नासुको आरोहण गरेकी थिइन्। कक्षा 4मा अध्ययन गर्दा केही अस्वस्थ पनि भएका समयमा गरिएको पर्वतारोहणबाट उनी निकै उत्साहित बनिन्। यसरी जुनको ताबेई पर्वतारोहणका लागि आकर्षित भइन्। किनकि उनी बिरामी हुँदा पनि म पर्वत चढ्न सक्दो रहेछु भन्ने उनमा मनोभावना जाग्यो र उनी आकर्षित भइन्। जुनको ताबेईलाई विश्वभरबाट किन बधाई तथा सम्मान प्रकट गरियो? यसको उत्तर, कठिन परिस्थितिको सामना गर्दै जुनको ताबेईले
उच्च मनोबलका साथ 16 मे 1975 का दिन मध्याह 12:30 बजे सगरमाथाको शिखर चुमिन्। यो सगरमाथा आरोहणको सफलता मात्र थिएन, ऐतिहासिक र विश्व कीर्तिमान पनि थियो। उनी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला बन्न पुगिन्। यसै कारणले गर्दा जुनको ताबेईलाई विश्वभरबाट बधाई तथा सम्मान भाव प्रकट गरियो। प्रश्न नम्बर ग, जुनको ताबेईको जीवनबाट के सन्देश पाइन्छ? उत्तर, जुनको ताबेई सङ्घर्षशील महिला हुन्। जीवनको अन्तिम क्षणसम्म पनि यिनले निरन्तर सङ्घर्ष गरिरहन्। जस्तोसुकै अभाव र अप्ठ्यारोपनलाई पनि हिम्मतसाथ पुरा गर्ने ताबेईमा अद्वितीय साहस थियो। उनी विश्व कीर्तिमानी महिला आरोही हुन्। उनको सफलताले विश्वका नारीलाई मात्र नभएर हरेक पर्वतारोहीलाई उत्प्रेरणा प्रदान गर्दछ। व्यक्तिमा दृढ इच्छाशक्ति भएमा जस्तोसुकै चुनौतीपूर्ण काम पनि पुरा गर्न सकिन्छ भन्ने सन्देश उनको जीवनीबाट पाइन्छ।